का लागि सहयोग जुटाउने उद्देश्यका साथ हाम्रो चाङनारायण नगरपालिकाको नगरकोट भ्रमण वर्षलाई नै हामीले धार्मिक भ्रमण वर्षको रूपमा पनि रूपान्तरण गर्ने उद्देश्यका साथ आयोजित गरेको यो श्रीमद् भागवत शिवपुराण ज्ञानमा आएके मूल समारोह समितिले जुन सम्पन्न गरेको सप्ताह छ त्यो सप्ताहकोबाट प्राप्त उपलब्धिको आज सार्वजनिकीकरण गर्ने कार्यक्रमका सभापति एवं यस मूल आयोजक समितिका संयोजक यसै वडाका वडाध्यक्ष नगरका प्रवक्ता जनक खत्रीज्यू यस मूल आयोजक समितिका वरिष्ठ उपाध्यक्षज्यू सचिवज्यू सहसचिवज्यू कोषाध्यक्षज्यू सहकोषाध्यक्षज्यू र कार्य समितिका मूल आयोजक समितिका सबै साथीहरू र यो आजको पत्रकार सम्मेलनमा उपस्थित हुनुभएका हाम्रा पत्रकार साथीहरू उपस्थित सम्पूर्ण महानुभावहरूलाई मेरो व्यक्तिगत तर्फबाट र चाङनारायण नगरपालिकाको तर्फबाट हार्दिक नमस्कार जय नेपाल भन्न चाहन्छु। सर्वप्रथम त मूल आयोजक समितिलाई हाम्रो यो शिवपुराण ज्ञान महायज्ञ जुन भव्यताका साथ सुसम्पन्न गर्नुभएको छ त्यसका लागि मूल आयोजक समितिलाई सम्पूर्ण नगरवासीको तर्फबाट र नगरपालिकाको तर्फबाट यहाँहरूलाई हार्दिक बधाई दिन चाहन्छु। जुन लक्ष्य र जुन उद्देश्य पूरा गर्नका लागि सबै नगरवासीलाई र सबै नेपालीलाई जुटाएर यो शिवपुराण ज्ञानमा आएके र हामीले संकल्प गरेको 108 फिटको अग्लो शिव मन्दिरको निर्माणार्थ जुन तपाईहरूले चाहिँ आर्थिक रकम पनि संकलन गर्ने र नगरपालिकाले घोषणा गरेको नगरकोट भ्रमण वर्षलाई तपाईको धार्मिक पर्यटकीय भ्रमणका रूपमा रूपान्तरण गर्नका लागि जुन भूमिका निर्वाह गर्नु भएको छ यो सदैव स्मरणीय छ, यो सराहनीय छ। यसका लागि सम्पूर्ण आदरणीय व्यक्तित्वज्यूहरूलाई जो जुन ठाउँबाट क्रियाशील हुनुभएको छ, सक्रिय हुनुभएको छ, सबैलाई धेरै बधाई दिन चाहन्छु, धेरै धन्यवाद दिन चाहन्छु। आगामी दिनमा पनि यसै गरी यहाँहरूको साथ एकता र यो सहकार्यताका साथ निरन्तर गएर यो हाम्रो लक्ष्य लिएको जुन 108 फिट अग्लो शिव मन्दिरको पूर्ण रूपले चाहिँ त्यो सुसम्पन्न नहुन्जेलसम्म यहाँहरूको यसै गरी निरन्तर एकताका साथ यहाँहरू जुटेर चाहिँ यो सम्पन्न गर्ने कुरामा पनि यहाँहरू लाग्नुहुनेछ भन्ने विश्वास दिन चाहन्छु। र यो शिवपुराण ज्ञानमा आएमा आफ्नो तर्फबाट सहयोग गर्नुहुने यी सबै दानवीर दाताहरूलाई म धेरै धन्यवाद दिन चाहन्छु। र ती दानवीर दाताहरूलाई हामी नगरकोट भ्रमण वर्षको समापन समारोहमा पनि विशेष अवसरले सम्मानित र उहाँहरूलाई धन्यवाद हामीले गर्ने नै छौँ। यो कुरा पनि मैले यहाँ अनुरोध गरेँ। र साथसाथै हामीले यो शिवतान्त्रिक गुरु र हाम्रो यहाँको स्थानीय आदरणीय वडावासी दाजुभाइहरूले जुन संकल्प गरेर विगत लामो समयदेखि यसलाई निर्माणका लागि चरणहरू सुरु गर्दै गएर ठूलो रकम लाग्ने अवस्थामा हामीले स्थानीय सरकार, संघीय सरकार र प्रदेश सरकारसँग पनि सहयोग जुटाउने र यसका हामीले तयार गरेको डिपिआर अनुसार हामीले यो 82 सालभित्र नै त्यो सबै डिपिआरमा भएका चिजहरूलाई चाहिँ हामीले निर्माण गरेर 83 सालदेखि चाहिँ अझ यहाँ चाहिँ धार्मिक पर्यटकहरूको चाहिँ मुख्य गन्तव्यको रूपमा यसलाई विकास गर्नको लागि नगरपालिकाले पनि विशेष महत्वका साथ अगाडि बढाइरहेको छ। यसै सन्दर्भमा हामीले उपत्यका विकास प्राधिकरणसँग पनि गत साल पनि सहकार्य गरेर 1.5 करोड पैसा हामीले यहाँ पारेका थियौं र अर्को 1.5 करोड हाम्रो भक्तपुरकै चोङ्गा गणेशका लागि चुकाइएको थियो। त्यो विशेष कारणवश त्यहाँ काम गर्न नसक्ने परिस्थितिले यहाँहरूलाई जानकारी पनि भइसक्यो होला। त्यो 1.5 करोड पनि अर्को हाम्रो यसै आर्थिक वर्षमा चाहिँ यही स्थलमा काम गर्नको लागि चाहिँ हामीले चाहिँ पाएका छौँ। यसलाई चाहिँ अब छिटो छरिटो कहाँ हामीले यो काम गर्ने हो हाम्रो मन्दिर संरक्षण समिति र हाम्रो यो समितिले हेरेर यसलाई चाहिँ तुरन्त काम गरेर अगाडि बढायो भने थप हामीलाई चाहिँ अर्को 1.5 करोड यसै आर्थिक वर्षमा पनि प्राप्त भएको छ। र अब आगामी 82-83 को लागि पनि हाम्रो शहरी विकास मन्त्रालयका मन्त्रीज्यूले हाम्रो यो अल्पेश्वर महादेवको चाहिँ जुन हामीले चाहिँ डिपिआर तयार गरेका छौँ र यो मन्दिर निर्माणका लागि चाहिँ यो क्षेत्रको समग्र धार्मिक पर्यटकीय क्षेत्रको रूपमा यसलाई विकास गर्नको लागि चाहिँ उहाँले पनि चाहिँ मैले आधिकारिक रूपमा भने 3 देखि 5 करोड पैसा राखेर त्यसलाई बहुवर्षीयमा लाने कुराको लगभग सुनिश्चित भइसकेको छ। यसले पनि हामीलाई चाहिँ अब यो ठाउँको चाहिँ सौन्दर्यता, पर्यटकीय स्थल, धार्मिक स्थल, पवित्र देवस्थलको रूपमा चाहिँ यो ठाउँलाई चाहिँ अब विकास गर्नको लागि चाहिँ हामीलाई चाहिँ
अब आर्थिक रूपले पनि समस्या नहुनेछ यो कुरा पनि म यहाँलाई आश्वस्त गर्न चाहन्छु र अब यो गर्ने क्रियामा चाहिँ हामी सबै स्थानीय र यो वडाका र हामी सबै मिलेर चाहिँ यसलाई छिटो छरितो र राम्रोसँग निर्माण गर्नका लागि चाहिँ अब हामी निरन्तर जसरी हामी महायज्ञ लाउनको लागि चाहिँ दिनरात नभनिकन हामी खटेका छौँ त्यसै गरी यो सम्पूर्ण रूपमा चाहिँ सम्पन्न नहुन्जेल तपाईँहरू यसै गरी लाग्नको लागि म विशेष आग्रह गर्न चाहन्छु र हाम्रो भ्रमण वर्ष हामीले निरन्तर रूपले चाहिँ जारी गरिरहेकै छौँ यो भ्रमण वर्षलाई अब हामी यसै गरी हाम्रो चाङरानारायण नगरपालिकाको यो शिव मन्दिर 108 फिट अग्लो यो चाहिँ एसियाकै सबैभन्दा ठूलो शिव मन्दिर चाहिँ यो हामीले निर्माण गरिरहेका छौँ यसको क्षेत्र पनि व्यापक छ जुन हामीले र हाम्रा गुरु शिवतान्त्रिकले जुन संकल्प सोच्नु भएको चाहिँ यसको चाहिँ पेरिफेरीमा गर्नुपर्ने काम हामी गर्दाखेरि यो उपत्यकाको सबैभन्दा राम्रो धार्मिक पर्यटकीय क्षेत्रको रूपमा यसलाई विकास गर्न हामी सक्छौँ यो 82 सालभित्र यसलाई सम्पन्न गर्नको लागि चाहिँ हामी चाहिँ सबैजना छुटेर अगाडि बढौँ र अर्को यो सँगसँगै हामीले हाम्रो नगरपालिकालाई नगरकोट भ्रमण वर्ष भनेर जोडेर लिएर गएर हाम्रो छिमेकी नगरपालिका 3वटा नगरपालिकालाई पनि हामीले सहकार्य गरेर यसको हामीले चाहिँ वर्षभरिमा हाम्रा नगरपालिका र यस पासको क्षेत्रको ठूलो सहभागिता जनाउनकै लागि पनि हामीले चाहिँ हाम्रो चाहिँ यो नगरकोट भ्रमण वर्षलाई चाहिँ काठमाडौँ जिल्लाको शङ्खरापुर काभ्रेपलाञ्चोकको हाम्रो जिल्लाको मण्डन देउपुर र बनेपा र भक्तपुर जिल्लाको चाहिँ चाङरानारायण यो चाहिँ 3वटा जिल्लाको 4वटा नगरपालिकाको चाहिँ यो संयुक्त आयोजना भनेर चाहिँ यसलाई चाहिँ अन्तर्राष्ट्रियकरण गर्नका लागि पनि हामीले चाहिँ यो हाम्रो ठाउँको विकास र समृद्धि र यहाँको धार्मिक पर्यटकीय विकासका लागि नै हामीले चाहिँ ठूलो भूमिका हामीले त्याग गरेर पनि मण्डन देउपुर नगरपालिकाको चाहिँ हाम्रो आदरणीय नगर प्रमुखलाई मूल सहयोग बनाएर पनि हामीले चाहिँ हाम्रो क्षेत्रको विकास गर्नका लागि हामीले पढिए कुरा भन्दा पनि हाम्रो काममा विश्वास गर्ने कारणले हामी यसलाई लिएर गएका छौँ यो कुरा पनि म यहाँहरूलाई अनुरोध गर्दै हामी नगरकोट भ्रमण वर्षको निरन्तर यो 82 साल भरिरहेका छौँ र अरू विविध क्रियाकलापहरूमा पनि यहाँहरूले चाहिँ हाम्रो यो ठाउँको विकास यो ठाउँको सबैलाई जोड्ने सबैको सहभागिता गराउने सबैको अपनत्व गराउने अरू क्रियाकलाप पनि यहाँहरूले चाहिँ निरन्तर रूपले अगाडि बढाउन हार्दिक आग्रह गर्दै हाम्रो नगरपालिका साँच्चीकै धार्मिक क्षेत्र नै हो त्यसकारण हामीले पनि अहिले धार्मिक पर्यटकीय गन्तव्यको रूपमा चाहिँ यो ठाउँलाई बनाउनको लागि हामीले यो कल्पेश्वर महादेवमा मलाई लाग्छ स्थानीय निकायको समन्वयमा यो सार्वजनिक सप्ताह र धार्मिक कार्यक्रम गरेको यो मलाई लाग्छ यो ऐतिहासिक पहिलो उदाहरण पनि होला हामीलाई अब त्यसै गरी अब हामी चाहिँ चाङरानारायण मन्दिर जुन चाहिँ हाम्रो श्रीको मन्दिर छ हाम्रो नगरपालिकाको नामाकरण त्यही मन्दिरको नामबाट भएको छ नेपालको मानव सभ्यताको चाहिँ जीवित लिखित प्रमाणित चाहिँ तपाईँको अभिलेख भएको मन्दिर छ अब हामी आगामी दिनमा पनि चाङरानारायण मन्दिरमा हामीले यहाँ शिव पुराण लायौँ भने उहाँ चाहिँ हामी विष्णु पुराण लाएर पर्यटन वर्षको लागि र हाम्रो क्षेत्रको धार्मिक पर्यटक क्षेत्रको रूपमा चाहिँ विकास गर्नको लागि त्यसको तयारीमा पनि जुटेका छौँ त्यसमा पनि तपाईँहरूको यसै गरी साथ र सहयोगको अपेक्षा गर्दै विशेष त कल्पेश्वर महादेवको यो चाहिँ जुन हामीले शिव पुराण महायज्ञ ज्ञान लाउनका लागि यहाँको स्थानीय आदरणीय अभिभावकजीहरू यहाँका सबै आदरणीय व्यक्तित्वजीहरूले जुन सद्भाव जुन सहयोग जुन सक्रियता जुन क्रियाशीलता गर्नु भएको छ यसको चाहिँ अत्यन्त हामी नगरपालिकाले चाहिँ यहाँलाई सदैव धन्यवाद र सदैव प्रशंसनीय रूपमा चाहिँ दिएका छौँ र यो काम सुसम्पन्न हुनुन्जेलसम्म यहाँको सबै आदरणीय व्यक्तित्वहरू यसै गरी मिलेर अगाडि बढ्नुहोस् र नगरपालिकाले यो काम हामीले चाहिँ यसै 82 सालभित्र चाहिँ सम्पन्न गर्नका लागि लक्ष्य लिएका छौँ त्यसमा आर्थिक रूपले नपुगेका कुराहरू हामी सम्बन्धित निकायमा ठूलो मेहनत गरिरहेका छौँ ठूलो झकझका गएका पनि छौँ र नगरपालिकाको स्रोत र साधनले भएको चिजहरूमा यो आफ्नै ठाउँमा हामीले नै गरेको र हामीले नै सुरुवात गरेका कुराहरूमा यहाँ नगरपालिकाले पनि आफ्नो अरू सहभागिता र अरू कुराहरू पनि यहाँ चाहिँ लिएर जाने अगाडि बढ्ने कुरा अनुरोध गर्न चाहन्छु अघि नै बताइले 60-40 भन्नुभएको छ त्यो कुरा मात्र होइन त्यो बाहेक पनि अरू गर्न सक्ने कुराहरूमा पनि यो तपाईँको यो हाम्रो
हामीहरूकै भएको कारणले गर्दाखेरि तपाईँहरूले चाहिँ नगरपालिकासँग चाहिँ त्यो खालको चाहिँ हामीलाई गर्दैन कि होइन कि भन्ने खालको नगरिकन जे जति गर्न सकिन्छ त्यो कुरामा हामी चाहिँ सबै कुराहरू यो यसै वर्षभित्र सम्पन्न गर्ने गरी चाहिँ अगाडि बढ्नका लागि चाहिँ हामी तयार छौँ। यही कुरा अनुरोध गर्दै यहाँहरूले चाहिँ जुन यो चाहिँ हिसाब किताब पारदर्शी ढङ्गले चाहिँ तपाईँहरूले चाहिँ सार्वजनिक गर्नुभएको छ पत्रकार साथीहरू मार्फत चाहिँ यसलाई सम्पूर्ण सहयोगिताका सबैलाई आम जनसमुदायलाई स्पष्ट हिसाब किताब विवरण पेश गर्नु भएको छ। यसै गरी पारदर्शी ढङ्गले जाने कुरामा हाम्रो यो मन्दिर बनाउन यो हाम्रो शिव पुराणमा चाहिँ दान गर्न छुट्नु भएको इच्छा भएका साथीहरूले आगामी अरू दिनमा पनि हाम्रो चाहिँ यो निर्माण समितिमा आएर चाहिँ आर्थिक सहयोग गर्न सक्नुहुनेछ। त्यसले चाहिँ सब अझ उहाँहरूलाई हौसलित गर्छ र यस कारणले गर्दाखेरि हामी यसै गरी मिलेर गयौँ भनेदेखि कामहरू छिटो र छरितो र चाँडो सम्पन्न गर्नको लागि चाहिँ हामीलाई चाहिँ अझ थप मद्दत पुग्छ बल पुग्छ। यही कुरा अनुरोध गर्दै यहाँहरूलाई बधाई र शुभकामना दिँदै आफ्नो कुरा यही राख्छु। धन्यवाद, नमस्कार। सम्पूर्ण सबलाई धन्यवाद र आर्थिक स्रोतको कुराहरू प्रश्न पारेर अब यहाँ चाहिँ अथाह स्रोत जम्मा हुँदैछ। हामीले खर्च गर्ने ठाउँ दिनु पर्यो भनेर किरा भइसक्नु भएको छ। अनि हाम्रा यस शिव पुराण ज्ञान महायज्ञका प्रवक्ता यादव अधिकारीज्यू सभा हुनुभएको छ। उहाँलाई आसन गर्नुको लागि आदि गर्नुभयो। अहिले जमानै त्यस्तै छ नि त। अब हामी सबैको सहयोगले अथाह सम्पत्तिको स्रोत पनि जम्मा गरिसकेका छौँ। शिवकान्त गुरु बुद्धि कुमारजीको जुन 69 सालमा उठेको सङ्कल्प यो पुरा हुने स्थितिमा छ। सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार अग्रगतिमा लागिरहेको कुरो मेयर साहबले बताइसक्नु भएको छ। हामी सबै अब एकजुट भएर यसमा लागौँ। म पनि 2-4 देशहरू घुम्न गएको थिएँ भ्रमणको सिलसिलामा र हाम्रो यो चाङ नारायण धार्मिक क्षेत्रले अति नै विशिष्ट छ र नगरपालिकाको नाम पनि चाङ नारायण छ। आर्थिकको संरचना निर्माण गरिसकेपछि यहाँ पर्यटकहरू भित्राउन सकिनेछ र अथाह स्रोत जोड्न सकिनेछ र यो नगरपालिकाकै सम्पत्ति हुनेछ भन्दै म सचिव बद्रीप्रसाद नेपाल बिदा हुँदै अध्यक्षज्यूलाई आफ्नो विचार गर्दै मन्तव्यसहित यो सभा पनि विसर्जन गरिदिनु हुन हार्दिक अनुरोध गर्दै म बिदा हुन्छु। धन्यवाद। हस्, धन्यवाद आदरणीय सचिवज्यू शिव पुराण ज्ञान महायज्ञका सचिव एवं कालिका कल्पेश्वर समितिका साथै अध्यक्ष आदरणीय बद्री प्रसाद नेपालज्यू। त्यसै गरी आजको यो वैशाख 2 गतेबाट वैशाख 13 गतेसम्म सम्पन्न गरेको शिव पुराण ज्ञान महायज्ञको आय व्यय खर्च विवरणको प्रस्तुतिकरण एवं पत्रकार सम्मेलन कार्यक्रमका प्रमुख अतिथिको रूपमा पाल्नुभएका चाङनाई नगरपालिकाका श्रद्धेय नगर प्रमुख श्री जीवन खत्रीज्यू, त्यसै गरी शिव पुराण ज्ञान महायज्ञ समितिका आदरणीय पदाधिकारी ज्यूमा वरिष्ठ उपाध्यक्ष चितबहादुर नेपालज्यू, कोषाध्यक्ष आदरणीय नारायणी ढुङ्गालज्यू, त्यसै गरी सचिव आदरणीय मोहन दाई, प्रवक्ता एवं दिनदिनकै कार्यक्रममा चाहिँ कार्यक्रम सञ्चालकको रूपमा पनि रहनुभएका आदरणीय गुरु यादव अधिकारीज्यू, त्यसै गरी आजको यो कार्यक्रममा अतिथिकै रूपमा पाल्नुभएका आदरणीय पत्रकार दाजुहरू आदरणीय विशाल आचार्यज्यू, रमेश गिरीज्यू, पुष्कर बुढाथोकीज्यू, त्यसै गरी वडाका वडा सचिव आदरणीय राजकुमार गिरीज्यू, हाम्रो यो कार्यक्रममा हामीलाई एकदम हौसला प्रदान गरेर हामीले सक्ने सहयोग गरेर उत्कृष्ट धार्मिक दातामा रहनुभएको अहिलेसम्म भोलिको दिनमा के रहला आदरणीय लक्ष्मण दाई, त्यसै गरी
नारायण दिदीको टिममा रहेर यो कोषाध्यक्षको जुन आर्थिक संयोजकको जिम्मेवारीमा रहेको टिममा रहने काम गर्ने हाम्रो शङ्कर दाई आर्थिक मात्र नभइकन धेरै कुरामा दाईको सहयोग रह्यो। त्यसरी केदार दाई मन्त्री व्यवस्थापन समितिमा रहेर काम गर्नुभयो। युवा परिचालन समितिमा रहेर काम गर्ने हाम्रो आर्यन भाइ, त्यसै गरी रोशन र कलश व्यवस्थापनमा हाम्रो आदरणीय सरस्वती गुरुआमा, सबैजना एकदम महत्त्वपूर्ण भूमिकामा राधाकृष्ण दाई, सबैजना यहाँले आफ्नो ठाउँबाट आफूले सकेको भन्दा पनि अझै बढी एफोर्ट लगाएर चाहिँ यो 14 दिनको शिवपुराण बिहानमा आएकी सफल बनाउन एकदम अवरात्र खटेर लाग्नु भएको सम्पूर्णमा म हार्दिक नमन र यहाँलाई सम्मान व्यक्त गर्न चाहन्छु। आदरणीय उपस्थित मान बाबाहरू, मैले सुवर्ण उहाँको नामले मैले के नाम छुटाएको छु यहाँले मलाई माफ गरिदिनु हुनेछ। किनभने कार्यक्रम भन्दा पनि विशेष हामीले यसलाई औपचारिक रूपमा हाल्न मात्रै खोजेका हौँ। हामीले अघि कोइरालाज्यूले भने जसै गरी हामीले निर्धारित समयमै हामीले हिसाब किताबहरूलाई चाहिँ हाम्रो समिति समक्ष यसलाई पास गरिसकेको अवस्था थियो। हामीले 15 दिनको दिनमा जस्तो लाग्छ मलाई कोइरालाज्यू, 15 दिनभित्रमै हामी चाहिँ पदाधिकारीहरू सबैजना बसेर हाम्रो हिसाब किताबको फेरफार सबै निकालिसकेका थियौँ। र यसलाई प्रस्तुतिकरण गर्दा चाहिँ अलिकति थोरै चाहिँ सार्वजनिकरण गर्दाखेरि अलिकति यसले चाहिँ खुल्ला हिसाबले गरेर जानुपर्छ भन्ने हिसाबले चाहिँ तपाईँलाई चाहिँ एउटा पत्रकार सम्मेलन, सानो पत्रकार सम्मेलन गरेरै अगाडि बढाउँ भन्ने हिसाबले राख्यौँ। यद्यपि हामी पत्रकार सम्मेलन गर्दै गर्दा गाउँलेको गरेको पत्रकार सम्मेलन अलि बढी बरु व्यापक मान्छे बस्दै गरेका थियौँ र अहिले पनि तलतिर गर्ने हो कि भन्ने सल्लाह चाहिँ हाम्रो भएको थियो। तर फेरि के हुन्छ भने अब हिजोको दिनसम्म चाहिँ आर्थिक स्रोत हामी आफैले खर्च गरेर अगाडि बढ्यौँ, त्यसलाई केही समस्या भएन। अब आर्थिक सङ्कलन गरिसकेपछि आर्थिक खर्च गर्नुलाई फेरि तलतिर होटलतिर बसेर भरे के यिनीहरूले भनेर भन्लान् कि भनेको डरले अब कार्यक्रम स्थलमै गरौँ, अब यहाँको नै प्रमोसन गर्नुपर्ने भएपछि तलतिर जाने भनेर हामीले चाहिँ यहीँ माथि नै कार्यक्रम गऱ्यौँ। यहाँ आउनलाई एक कठिनाइ चाहिँ भएको छ भने यहाँले सहज गरिदिनुहुनेछ भने एउटा विषय ल्याएको छु। अघि न कोइरालाज्यूले 13 दिनको कार्यक्रम शिवपुराण ज्ञानमा आइएको हिसाब यहाँमा लागिसक्नु भएको छ। त्यसमा अघि केदारले पनि भनिदिनुहुन्थ्यो हामीले बचत कति गऱ्यौँ त भन्ने कुरा त ठ्याक्कै छुटिएछ, हिसाबमा त छ यहाँ कति पैसा उठायौँ र कति खर्च गऱ्यौँ, बाँकी बचत नै हो। ठ्याक्कै बचतको कोलम चाहिँ लेखेर छ। हाम्रो बचत रकम चाहिँ 2,73,848 रुपियाँ चाहिँ बचत भएको छ। यति पैसा बचत भएको छ। यसमा हामीले यहाँ राखेको पनि छ पार्टीमा बाँकी चेक भनेर 75 लाख बराबर चेक राखेका छौँ। यसमा के छ भने अलिक ठुला पैसाहरू दान गर्ने दाताहरूले केही समय 10 दिन, 15 दिन, 20 दिनको भाकाहरू राखेर चाहिँ उहाँहरू चेक दिनुभएको छ। त्यो कारणले गर्दा हामीले 7 बाँकी चेक भनेका छौँ। यसमा पनि कुनै फल्ट हुने छैन भन्ने हामीले अपेक्षा लिएका छौँ। समिति त्यसमा चाहिँ विशेष जिम्मेवारीपूर्वक लागेका छौँ। यसमा चाहिँ बोलेको रकम मात्र, बरु कतिपय बोलेका रकमहरू हामीले यसमा उल्लेख गरेका छैनौँ। कतिपय दानदाताहरूको त्यस्तो कुरा पनि अलिअलि आएको छ। थोरै दानदाताहरूले बोलेर चाहिँ केही पैसाहरू आउन बाँकी छन्, ती पैसाहरूलाई हामीले हिसाबमा राखेनौँ। उहाँहरूलाई चाहिँ ताकेताकै गरिरहेको छौँ। समिति नै 1-2 ठाउँमा त हामी समिति नैकै मान्छेहरू नै 2-3 चोटि नै गइसक्यौँ। तिनै पुगेर स्थलमै गएर पनि भइसकेको अवस्था पनि छ, चेक पनि मागिरहेका छौँ। ती कुराहरू छन्। मैले यो विशेष समारोहमा आदरणीय यसको परिकल्पनाकार बुद्धि कुमार खड्कीज्यूलाई सम्झना स्मरण गर्नै पर्छ। 14 दिनसम्म यो शिवपुराण ज्ञानमा आएकीलाई शिवपुराण को महिमा सुनाएर यो कार्यक्रम सफल बनाउने आदरणीय रामचन्द्र तिमसिना गुरुदेव र उहाँको सम्पूर्ण टिमलाई पनि सम्झनै पर्छ। उहाँकै अथक प्रयास र त्यसमा हामी सबैको हातेमालो कारणले गर्दाखेरि यो कार्यक्रम सफल भएको छ। र अबको चुनौती भनेको यो कार्यक्रम त हामी सफल बनाउन हामी सबैजना लागि परेर गऱ्यौँ र अब यो 108 रुपियाँ शिवको मूर्ति बनाउने कुरा चाहिँ यथासम्भव चाँडो चाहिँ बनाउनु पर्ने गरी तपाईँ हामी सबैजना लागि गर्नुपर्नेछ। त्यो कुरामा सबैको जसरी हिजोको दिनमा हातेमालो चाहिँ हामी अगाडि बढाएर यो पुराण चाहिँ सफल बनाउन लाग्यौँ। यसमा तपाईँको चाहिँ स्थानीय निकायका प्रमुखले पनि भनिसक्नु भएको छ। म स्वयं तपाईँको चाहिँ वडा अध्यक्ष पनि आफू संयोजक बनेर कार्यमा लागिपरेको छु। मलाई चाहिँ नगरपालिकाले एउटा म्यान्डेट दिएर ल अब चाहिँ नगरपालिकाको एडिसिसनमा भ्रमण वर्ष पनि छ, भ्रमण वर्षको कार्यक्रमकै तालिकाभित्र कार्यक्रम राखेर नगरपालिकाले केही नमुना कार्य पनि गरेर देखाउनुपर्छ। धार्मिक पर्यटक भित्राउने सँगसँगै जनताको सहभागिता सहितको विकास निर्माणको अवधारणा जुन अगाडि बढाउने हिसाबले चाहिँ जुन जिम्मेवारी दियो, मैले आफ्नो जिम्मेवारी चाहिँ आफ्नो सकेसम्म चाहिँ प्रयास गरेर जिम्मेवारी चाहिँ पुरा गरेँ भन्ने मैले महसुस गरेको छु। यद्यपि यसलाई नगरपालिकाले आफ्नो ढङ्गले मूल्याङ्कन होला र स्थानीय जनताहरूले पनि यहाँले पनि गर्नुहोला।
भावी दिनमा पनि यो सम्पन्न नहुन्जेलसम्म म यसै गरी नै खटिने छु। तर यो खटिने क्रममा यहाँको जसरी सातो सहयोग आजको दिनमा पनि पाएको छु त्यही ढङ्गले सातो सहयोगको चाहिँ अपेक्षा राखेका छु। त्यही ढङ्गले हामी अगाडि बढ्ने गरी अगाडि बढ्नेछौँ। र यसमा अबको भावी योजना हतपत चाहिँ रहेर त्यो कुरा गर्दै गर्दा अब हामीले हिजो बनाएको डिपिआरमा थोरै परिमार्जन गरेर अगाडि बढ्नुपर्ने अवस्था छ। किनभने हिजोको डिपिआरमा हामीले 108 फिटको शिवलिङ्ग मूर्ति मात्र स्थापना गर्ने उद्देश्य राखेका थियौँ भने अब 108 फिटको शिवको मूर्ति सँगसँगै 1008 शिवलिङ्गले घेर्ने जो चाहिँ एसियाकै नमुनाको चाहिँ शिवको मूर्ति रहनेछ भन्ने हिसाबले अगाडि बढाएको छौँ भने त्यो सँगसँगै नक्षत्र 27वटा नक्षत्रकै तपाईँको चाहिँ एउटा नक्षत्र कट्टा गर्ने दोष कट्टा गर्ने आफ्नोमा भएका चाहिँ दोषहरू कट्टा गर्ने क्षेत्रको रूपमा पनि यसलाई विकास गर्ने उद्देश्यले हामी अगाडि बढेका छौँ। त्यो हिसाबले चाहिँ 1008 शिवलिङ्ग नक्षत्र वाटिका र तपाईँको चाहिँ शिवको मूर्तिलाई चाहिँ एकीकृत गरेर चाहिँ डिपिआर बनाउनु पर्ने भएको हुनाले पहिलाको डिपिआरलाई चाहिँ केही संशोधन गरेर हामी अगाडि बढ्ने गरी हाम्रो कार्यहरू प्रारम्भ गर्न लागेका छौँ। यो कुरा पनि मैले यहाँलाई जानकारी गराएँ र हाम्रो डिपिआर नै रहे अन्तर्गत नै हामीले अहिले एउटा आश्रम बनाउन पनि सहजीकरण गरिरहेका छौँ। यहाँलाई पनि जानकारी पनि गराएँ। त्यो आश्रम चाहिँ सामाजिक विकास मन्त्रालयमा हामीले पहल स्थानीय निकायले पहल गर्यो, सभाको लाग्नुभयो, हामी लाग्यौँ, यहाँको बुद्धिजीवीहरू लाग्नुभयो, सबैजना लागेर 25 लाख बराबरको चाहिँ वृद्ध आश्रम चाहिँ बन्दैछ। त्यो चाहिँ हामीले चाहिँ सहजीकरण गरेका छौँ। त्यसमा हाम्रो आर्थिक सहभागिता चाहिँ हाम्रो छैन। यद्यपि भोलि चाहिँ निर्माण क्रममा केही तपाईँको चाहिँ आधा अधुरो रह्यो भने त्यसलाई हामी कसरी डिसिजन लिएर अगाडि बढ्ने भन्ने कुरा त्यो सम्पत्ति हाम्रो हो, त्यसलाई जगडा गर्ने कुरा हाम्रो रहन्छ। तर हालसम्मको अवस्थामा चाहिँ त्यसलाई चाहिँ हाम्रो आर्थिक सहभागिता छैन। किनभने हामी भर्खर त हरिसाब निकाल्दैछौँ भने खर्च गर्ने कुरा भने अब हामीले यसलाई समितिलाई आधिकारिक रूपमा तपाईँको चाहिँ हालेर निर्माण समिति अथवा पुरानो समिति यो दुईटालाई तपाईँको चाहिँ एकीकृत गरेर चाहिँ नयाँ समिति कसरी जान सकिन्छ। किनभने निर्माण समिति छुट्टै बनाएर जाने हो अथवा तपाईँको पुरानो समिति र यो तपाईँको चाहिँ शिवपुराण मान ज्ञान समितिलाई एउटै ढङ्गले चाहिँ तपाईँको लिएर गएर गर्ने हो, कसरी गर्ने हो। किनभने हिजोको दिनमा अब त्यो कार्यक्रम सम्पन्न नहुनुभन्दा अगाडि नै फेरि तपाईँको चाहिँ उद्देश्यहरू राखेर अगाडि बढ्दै गर्दा फेरि त्यो उद्देश्य पुरा नहोला भनेर चाहिँ हामीले कार्यक्रम चाहिँ पुरा सम्पन्न गरौँ, के गरी चाहिँ तपाईँको चाहिँ पछि सफल हुन्छौँ त्यो पछि सल्लाह गरौँला भनेर रहेको विषय थियो। त्यो कारणले कसरी जाने भन्ने विषयहरू हामी सल्लाह गरेर जानेछौँ। र त्यही समितिले नै अबको दिनमा भावी दिनमा चाहिँ यो शिव मूर्ति बनाउने कुरामा अगाडि बढ्ने कुरा मैले यहाँलाई जाहेर गरेँ। यति कुरा भन्दै अब भावी दिनमा पनि यसै गरी यहाँको सधैँको साथ र सहयोग अपेक्षा गरेका छौँ। नगरपालिकासँग समन्वय गर्नलाई म आफै पनि एउटा कार्यपालिका सदस्यको चाहिँ रूपमा छु र सँगसँगै नगरपालिकाले पनि जिम्मेवारी दिएको हुनाले नगरपालिकाले गर्ने सहयोगमा कुनै पनि ठाउँमा चाहिँ नगरपालिका चाहिँ दाइमा आउँदैछ है। नगरपालिकाले आफ्नो 5 मिनट आउँछ। कुन ढङ्गले तपाईँको सहयोग जसरी अहिले चाहिँ भौतिक रूपमा एउटा चाहिँ जिम्मेवारी भएको व्यक्तिलाई नै हटाएर जसरी जिम्मेवारी पालन गरेको त्यसै गरी आर्थिक सहभागिता सम्बन्धको सन्दर्भमा र तपाईँको चाहिँ सङ्घ र प्रदेशमा माग गर्ने कुरामा पनि अहिले भनिसक्नुपर्छ। यो वर्ष पनि राम्रै पैसा यो तहमा पर्नेवाला छ र गत वर्षको बाँकीको पैसा पनि परिसकेको अवस्था छ। उहाँले चाहिँ हिजो मलाई नगरपालिकाबाट पनि खनाएको थियो र उता चाहिँ केबिटीबाट पनि खनाएको थियो। तपाईँहरू लाइन दिनु पर्यो, यहाँनिर कहाँनिर वाल लगाएर के गरी अगाडि बढ्दा हुन्छ भन्ने विषयलाई चाहिँ उहाँले लाइन दिनु भनेर भन्नुभएको छ। र यही सन्दर्भमा मैले यहाँ सरकारवाला पक्षहरू पनि रहनु भएको भएर एउटा विषय भन्दै पर्ने विषय रहन्छ। अघि नै मैले अनौपचारिक सल्लाह गरिसकेको अवस्था छ। यहाँनिर काभ्रेको र भक्तपुरको नातिको समयमा केही सामान्य त्रुटिहरू चाहिँ धेरै ठुलो त्रुटिको रूपमा यसलाई लिएको छैन, लिन पनि हुँदैन। यसले तपाईँको विखण्डन चाहिँ फेरि देखाउँछ। किनभने हिजोको दिनमा काभ्रे र भक्तपुर मिलेर चाहिँ यत्रो ठुलो चाहिँ कार्य चाहिँ हामीले चाहिँ सम्पन्न गऱ्यौँ। अब आज आएर चाहिँ तपाईँको चाहिँ सामान्य जग्गाहरूको विषयलाई लिएर चाहिँ विखण्डन हुनु हुँदैन।